एभ्रिवान, आज मसँगै कोल्ड कफी बनाऊँ है त। कोल्ड कफी बनाउनको लागि चाहिँ मैले लिए 3-in-1 कफी। हजुरहरूले चाहिँ हजुरहरूसँग जुन कफी अभाइलेबल छ त्यही कफी युज गर्नुभयो हुन्छ। 2 चम्चा कफी राखेँ, थोरै आइसक्रिम, थोरै चिनी र अलिकति भ्यानिला एसेन्स हालेर ब्लेन्ड गरिदिएँ। हजुरहरूले भ्यानिला एसेन्स स्किप गर्नुभयो पनि हुन्छ किनभने आइसक्रिममा पनि अलरेडी फ्लेभर हुन्छ। यो ब्लेन्ड भइसकेपछि फ्रिजमा राखेको चिसो दुध हालेर फेरि ब्लेन्ड गरिदिएँ। हजुरहरूले यसमा आइस क्युब पनि हालेर ब्लेन्ड गर्न सक्नुहुन्छ चिसो खान मनपर्छ भने। अनि मैले डेकोरेसनको लागि चाहिँ लिए हर्सिजको चकलेट सिरप। चकलेट सिरप हालेर ग्लास डेकोरेट गरिसकेपछि अघिको मिक्सचरलाई यहीँ हालिदिएँ। अघिको कफीमा यो कोका ग्रानुला चाहिँ अट्याच्ड आउने भएको भएर यसलाई मैले माथिबाट हालेर मेरो कोल्ड कफी रेडी गरेँ। हजुरहरू पनि यसै गरी बनाएर खानु होला है त। बाई।